गुड आफ्टरनुन। आज चाहिँ म मेरो बाउको घरमा जाँदैछु। हाम्रो बाउकोमा दुईजना बुहारी नाति र म, हामी चारजना चाहिँ हामी मेरो वृद्ध बाउ छ र त्यो पनि सबै अहिले भिडियो मार्फत म तपाईहरुलाई देखाउने छु। अब हामी हिँड्न आँटेको कान्छी बरीलाई पुर्याउन जान्छु पहिला, त्यहाँदेखि फेरि जेठी बरी र नानीलाई लगेर जान्छु। जाँदैछु कान्छी बरी। कान्छी बरीलाई पुर्याएर फेरि पनि जेठी बरी र नानीलाई लिएर अब बाजे घर जानु आँटेको, हिँडेको। अब हामी अब ओह्रालो लाग्यौँ, बाउकोमा गएको साथीहरू। यस्तो छ बाटो, गाउँ कमान बस्तीको बाटो। हेर्नुहोस् न, बाटोहरू पनि देखाइदियो है बुहारी। यी नातिलाई मैले बोकिरहेको छु, मेरो नातिलाई राम्रोसँगले देखाइदिनुहोस्। मेरो नाति भिडियो गरेको चाल पाउँछ, फोटो खिचेको चाल पाउँछ। अघि बाउकोमा यस्तो छ बाटो, हाम्रो मेरो माइत घर जाने बाटो। बाजेको घरमा पुग्नु आँटे, बुढो बाजेको घरमा पुग्नु आँटे। बाउको घर आइपुगे। हाम्रो बाबुसँग आइपुग्यौँ। बाजे लिएर पनि आएको। बाजेलाई त्यस्तो खिच्छ भाइ। हामी आइपुगे बाउको घरमा। हाम्रो बाउ आमा यसरी 80 वर्ष नाग्यो नि है बाउ, 80 वर्ष नाग्यो नि है। 86 वर्ष पुगेको हाम्रो वृद्ध बाउ ठिकै छ अहिलेसम्म है। साह्रै बिमारी त छैन है, दबाईहरू खाइरहेछ। के त भइबस्छ नि है। अलि हिँड्नुपर्छ क्या हो भन्छु। बिहान नानीसँग असर त हिँड्छ त, मसँग घर वरिपरि निकै घुमेर आएको नि, त्यसलाई पनि आएको त्यसो खुट्टा सदिने। यस्तै छ हाम्रो बाउहरू, वृद्ध भए पनि ठिकै छ, हँसिलो छ। अहिलेसम्म साथीहरू यसरी हामी भेटघाटहरू भयौँ, बातचितहरू गर्दैछौँ हामी। खुसी लाग्यो बाउ आमाहरूसँग भेटघाट, भाइ बुहारीहरू उचियाहरू पकाउँदैछ, उनीहरूसँग भेटघाट भएर खुसी लाग्यो। दुईजना बुहारी नाति हामी आएको छु। हाम्रो भाइको फुल यिनीहरू चाहिँ यस्तो छ फुलहरू। गएको है ल, औ बुहारी गएको है। अन्या बाई बाई।
बाई ल भाइ गएको ल